को हो? म साथी। ए आउन ब्रो, बस न। अन्त ठिकै छ ब्रो तिमी? अनि साथी ठिकै छु। हेर न भर्खर जिमबाट आएर अन्डा खाँदै बसिरहेको थिएँ। मैले अस्ति फेसबुकमा देखेको थिएँ तिम्रो बडी त दामी चेन्जेस भएछ त है साथी। पहिलाको भन्दा निकै चेन्जेस भएको छ नि ब्रो। यो चाहिँ के हो फेरि? सप्लिमेन्ट हो ब्रो। ए बल्ल बुझेँ, तिम्रो जिउ त यो खाएर पो फुलेको रहेछ त है। होइन यार, यो त क्रिएटिन हो। यो चाहिँ यस्तो कुराहरू नखाऊ है ब्रो। मैले अस्ति फेसबुकमा देखेको थिएँ यो खायो भने त लिभर किडनी छिटो ड्यामेज हुन्छ अरे। ब्रो यो कुराहरू सबै मिथ हो। हामीले क्रिएटिन खायो भने हाम्रो अनि अस्ति इन्स्टाग्राममा पनि देखेको थिएँ यो खायो भने त फ्युचरमा बच्चाहरू पनि हुँदैन अरे। नखाऊ है ब्रो, इट्स भेरी हार्मफुल। के भन्छ हौ ब्रोले? हावा कुराहरू नगर न यार। बरु यी पेस्ट्री कोकहरू खाऊ। कोकमा क्याल्सियम हुन्छ र पेस्ट्रीमा धेरै प्रकारको भिटामिन्स मिनरल्सहरू हुन्छ। त्यही कारण हेर न ब्रो, म कति फिट छु। यस्तै कुराहरू मात्रै खान्छु म त, भिटामिन क्याल्सियमहरू भएको मात्रै। भयो ब्रो, छोडिदेऊ। तिमीलाई एक्सप्लेन गर्नुभन्दा त कुकुरलाई एल्जेब्रा पढाउनु नै सजिलो हुन्छ होला। कुकुरलाई एल्जेब्रा पढाउनु नै सजिलो हुन्छ होला।